प्रमुख अतिथि को रूप में उपस्थित हुनुभएका पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व प्रदेशका विधायकजीहरू, विभिन्न जिल्लाबाट आउनुभएका जिल्लाका अध्यक्षज्यूहरू र हाम्रो सबभन्दा आदरणीय र हामीले ढोग्नै पर्ने सीता माताको अनिवार्य आशीर्वाद लिने जरुरी भएको हुनाले जय सियारामको अभिवादन। यो व्यवस्था 7 जिला जनता उठ के आंदोलन में जाके भ्रष्टाचारी के अंत्य करे खातिर हम सब आए और राष्ट्र संस्था के पुनर्स्थापना करके आंदोलन में काठमांडू के लिए आंदोलन में हम सब सहभागी हुई। धन्यवाद। जय राष्ट्र, जय जनता। हामी नेपालीको जनताको अवस्था परिवर्तन गर्न, व्यवस्था परिवर्तन गर्न सदुपयोग गर्न यहाँ आएका छौँ। अब चैत महिनामै राष्ट्रिय प्रजातन्त्र पार्टीको अगुवाईमा यो देशका भ्रष्टाचारीहरूलाई भगाड्नको लागि, यो देशमा राजासहितको प्रजातन्त्र वैदिक सनातन हिन्दू राष्ट्र पुनर्स्थापना गर्नको लागि हामीले निर्णायक आन्दोलन गर्दैछौँ। मधेसको 9 बेचेर खाएका यी 2-4 जना फटाहरूलाई लखट्नको लागि केपी शर्मा प्रचण्ड जस्ता यी हतताईहरू, यी विदेशीको दलालहरूलाई लखट्नको लागि र राष्ट्रिय प्रजातन्त्र पार्टीले भनिरहेको वैदिक सनातन हिन्दू राष्ट्र राजासहितको प्रजातन्त्र स्थापना गर्नको लागि, संहिताको खारिज गरेर यी भ्रष्टाचारीहरू लखट्नको लागि हामी आह्वान गर्न आएका छौँ। यदि हामीलाई विश्वास छ मुलुकको विकास दिनको लागि, जनतालाई सुख शान्ति दिनको लागि, अरू कसैले होइन, अब राष्ट्रवादी चिन्तन लिएको राष्ट्र संस्थाको स्थापना गरेर हिन्दू राष्ट्रको पहिचान दिनको लागि आफ्ना मूल एजेन्डा बनाएर हिँडेको राष्ट्रिय प्रजातन्त्र दुविधामा अवश्य पनि छैन। त्यसकारण आदरणीय आजका हाम्रा तमाम उपस्थित महिला तथा सज्जनवृन्द, हामीले यही क्रममा देखौँ। अब हेरौँ, एमाले आन्दोलन गर्ने अरे आन्दोलन के को लागि कारण छ, शक्ति प्रदर्शन होइन। त्यो शक्ति प्रदर्शन होइन, त्यो गरिएको तमाम भ्रष्टाचारलाई लुकाउनको लागि, अनेक अनियमितता कुरोलाई लुकाउनको लागि, अशान्त बनाउनको लागि, आफ्ना गल्तीहरूलाई छोप्नको लागि यो आन्दोलन पार्टीले तय गरेको छ। प्रधानमन्त्री बिचमा गजक्क परेर बसेका छन्। जो पार्टीले प्रधानमन्त्रीले देशमा सुशासन दिनुपर्छ, मैले दिन्छु भनेर कबुल गरेर अगाडि बढ्नु पर्नेको सट्टा आन्दोलन गर्नुपर्छ अरे। किन? राजाको स्वागतमा धेरै मान्छे आए, असंख्य मान्छे आए। अब त राजा फर्किन्छ क्या हो? डरले तर डराएका छन्। डराउनु पर्ने कुरा है। राम्रो काम गर्यो भनेदेखि सबैलाई स्वागत हुन्छ। कहिलेकाहीँ प्रधानमन्त्रीलाई पनि स्वागत हुन्छ, कहिलेकाहीँ मन्त्रीलाई स्वागत हुन्छ, कहिले धर्म निर्वाह गर्ने, आन्दोलन गर्ने धर्मात्मा व्यक्तिहरूको स्वागत हुन्छ। त्यो किन हुन्छ भने त्यसमाथि विश्वास छ। त्यसकारण जनतालाई दुःख दिने अरू कोही होइन। यो व्यवस्था अपत्यागिलो जुन नेतृत्वहरू अगाडि आए, जुन व्यवस्थाबाट आफूलाई छानेर जथाभावी गर्ने व्यवस्था आयो, त्यो सबभन्दा अपत्यागिलो व्यवस्था हो। त्यसकारण आदरणीय उपस्थित व्यक्तित्वहरू, हामी अब धेरै पुग्न सक्ने अवस्थाहरू छैन। तपाईँ हामी विश्वास गरौँ, हामीले सोचेको राष्ट्र संस्था अब केही महिनाभित्र नै हामीले आफ्ना जुन एजेन्डा छन् त्यो प्राप्ति गर्छौँ। तपाईँहरू ढुक्क हुनुहोस्। त्यो ढुक्क हुनलाई प्रत्येक व्यक्ति आन्दोलित हुन जरुरी छ। मन मस्तिष्कमा आन्दोलित हुन जरुरी छ। भोलिदेखि तयारी गरेर जाउँ। अब त राजा आउने भए। गणतन्त्र आएपछि र हिन्दू राष्ट्रलाई हटाएपछि नेपाली जनताले के प्राप्त गर्यो भनेर सोध्न आएको छौँ। किसानको अवस्था परिवर्तन भयो, गाउँमा बस्ने जनताहरूको अवस्था परिवर्तन भयो, हाम्रा युवाहरू विदेश जानको लागि रोकियो र यस्तो घर छैन होला जहाँ ऋण नलागेको। हरेक नेपालीहरूलाई ऋणको पोको बकाइएको छ।
त्यो ऋणको ब्याज तिर्न सक्नु भएको छ, सौ तिर्न सक्नु भएको छ भने भन्नुहोस्, छैन होइन? त यही हो गणतन्त्र, यही हो संहिता। जनताको टाउकोमा विभिन्न खालका करहरू थुपारेर केही क्षणिक व्यक्तिहरू यो देशको झन्डा र डन्डा लिएर हिँडेर आफ्नो परिवारलाई पोस्ने कामधन्दाहरू यो गणतन्त्रले केही दिन सकेन। हामी सोध्न आएका छौँ, यो यदि जनताले मन पराएको छैन भने हामीले हाम्रो गुमेको शान, हाम्रो गुमेको सनातन हिन्दू अधिराज्य, हाम्रो राजाले गल्ती नै नगरिकन गल्ती बनाएर पठाइएको यो सबै फिर्ता लिनुपर्छ भनेर हामी जनतासँग न्याय माग्न आएका छौँ। यदि जनताले न्याय दिने हो भने यो देश पुनः हिन्दू अधिराज्य र राजा सहितको प्रजातन्त्र यो देशमा हुन्छ। बस्न सक्ने राम राज्य जस्तो यो देश फेरि पनि हुन सक्छ। त्यो गर्न सक्छ भनेर राष्ट्रिय प्रजातन्त्र पार्टी तपाईँहरूको अगाडि आएको हो। आदरणीय जनसमुदायहरू, अब पनि हामीले चेत आएन भने हामी कहिले आउँ? यदि हामीले अबको आन्दोलनमा हामी सबै सरिक भएनौँ भने, हामी काठमाडौँमा आएनौँ भने त्यस्तै परे योभन्दा पनि दयनीय अवस्था हुन सक्छ। तपाईँहरूले टिभीहरूमा हेर्नु भएको होला, रेडियोहरूमा सुन्नु भएको छ होला। एक दिन हामी नेपालीहरू घरमै शरणार्थीको जीवन बिताउनु पर्ने हुन्छ। आज हेर्नुहोस् त, आज नेपालीलाई जुदाएर 17,000लाई वीर गति प्राप्त गर्यो भनेर 1 मिनट मौन धारण गरेर छोडिदिए। अहिले फेरि नयाँ नाटक निकालेर हिँडेका छन्। उनीहरूप्रति टाउके नेताहरू बसेर भोज भत्तेर, खसी काटेर भत्तेर लगाएर खाएर फोटो हालेका छन् जनताहरूको अगाडि। भोको पेटले भोका जनताहरूले त्यो भोज खाएको हेरेर बस्नु परेको छ। यही हो गणतन्त्र। यसैको लागि गणतन्त्र ल्याएको तपाईँले देख्नु भएको छ। आजभोलि गणतन्त्रवादीहरूले नयाँ चलन ल्याएका छन्। खसी काट्ने, भोज खाने, भोज खाएको फोटो भोको पेटमा बसेका जनताहरूलाई देखाउने काम गर्न थालेका छन्। यही हो गणतन्त्र। यस्तै खालको गणतन्त्र हो भने नेपाली जनतालाई चाहिँदैन। अब पुग्यो गणतन्त्र। अब हामी सनातन हिन्दू अधिराज्य सहितको राजा देशमा पूर्ण प्रजातन्त्र चाहन्छ नेपालीले, र विश्वको अगाडि नेपालीहरूको ठुलो बदनाम भएको छ। यहाँ 50% भन्दा बढी मान्छे बस्छन्। यहाँ जबसम्म मध्य प्रदेशको उन्नति हुँदैन, मध्य क्षेत्रको उन्नति हुँदैन, नेपालको असम्भव। राम्रा इन्स्टिट्युट छैनन् यहाँ, राम्रा उद्योगहरू छैनन् यहाँ। कृषिको उत्पादकत्व घटेर गएको छ। सयौं राममिलहरू थिए, सब बन्द भएको, सबै बन्द भएको। अनि रोजगारी कहाँ हो? मित्रहरू, यो एउटा परनिर्भर अर्थतन्त्र तर मतलब छैन। उल्टो के देख्नुहुन्छ तपाईँले अहिले? अखबारमा पढ्दा के देख्नुहुन्छ भने राष्ट्रपति, उपराष्ट्रपति, भूतपूर्व राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री कसलाई करोडौं करोड रुपियाँ दामको उनीहरूलाई नमर्ने जालसँग पुगिरहेको छ। यहाँ किसानले पिउँछ, यहाँ भरौटीहरूले पैसाको राज्यको पैसा चोरेर लगेका छन्।
सुविधा कसलाई दिनु पर्यो? अनि यहाँका भूतपूर्व राष्ट्रपति भूतपूर्व उपराष्ट्रपति उनीहरूलाई सुविधा, घर सुविधा, घर यहाँ भए पनि घर सुविधा, अनि तलब भत्ता पेट्रोल सबै कुरो। यो यही हो त नेपालको अर्थनीति? के यही हो त नेपालको जनताको इज्जत गरेको? कि यसैको लागि तपाईँहरूले चुनेर पठाएको हो? नभन्नुहोस्, हो कि होइन? होइन भने होइन भन्नुहोस्। पठाएको होइन त। यस कारणले यसलाई अब हटाउनु पर्ने नै अवस्था छ। र यसले हामीले के भनेका छौँ भने नेपालमा आफ्नो स्वार्थको लागि नेपालको भविष्य र प्रजातान्त्रिक व्यवस्थालाई वर्तमान सत्तासीनहरूले बन्धक राखेको त्यसबाट हामीले मुक्ति दिलाउनु। यसमा राष्ट्रिय प्रजातन्त्र पार्टीले भनेको चाहिँ यसको सबभन्दा पहिलो कुरो एउटा अभिभावक हुनु पर्यो, जसले यो राष्ट्रको सिर्जना गर्यो 250 वर्ष अगाडि। एउटा अभिभावक हुनु पर्यो। अभिभावक मात्रै भएर बस्ने हो, शासन गर्ने होइन। संविधान भित्रको एउटा अभिभावकीय व्यक्तित्व, अभिभावकीय राष्ट्र नेपालमा अहिलेको अवस्थामा हिन्दुस्तान र चीनको बिचमा बसेको नेपाल आफ्नो मौलिकतालाई जोगाउने र मौलिकता भएको देश हो। त्यसलाई जोगाउनको लागि चाहियो भने हाम्रो अर्को कुरा नेपालको पहिचान सनातन सर्वधर्म समभाव सनातन धर्म हिन्दू राष्ट्रको रूपमा नेपालको पहिचान कायम हुनुपर्छ भन्ने राष्ट्रिय विचार। यही कुरालाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीले देशव्यापी रूपमा आन्दोलन गर्दैछ जस्तो हामीलाई लाग्छ। तर नराम्रो हुनु, खराब हुनु भनेको रगत बग्नु मात्र होइन रहेछ। अहिले म भन्छु हाम्रो आँखाले रगत बगेको नदेखे पनि, अहिले कहीँ मारामार काटाकाटको स्थिति नभए पनि देशको स्थिति हाम्रो समयकै सबभन्दा खराब स्थिति छ र हामी हाम्रो समयकै खराब अवस्थामा छौँ। अहिले तपाईँ भन्नुहोस्, देशको राजस्वले अथवा देशले जति पैसा उठाउँछ राजस्व, त्यसले कर्मचारीलाई र नेताहरूलाई तलब भत्ता खुवाउन पुग्दैन। कर्मचारी र नेतालाई तलब भत्ता खुवाउनको लागि हरेक महिना राज्यले ऋण लिनुपर्ने अवस्था छ। भनेपछि सरकारले देशको अर्थतन्त्र जतिसुकै राम्रो छ भने पनि देशको अवस्था के छ भन्ने कुरा यही कुराले देखाउँछ। जब हाम्रो आम्दानीले हाम्रो साधारण खर्च पुग्दैन भने देशको अवस्था कसरी ठिक छ? यो संहिता कार्यान्वयन हुनुभन्दा अगाडि अथवा यो संविधान जारी हुनुभन्दा अगाडि देशको ऋण 6 खरबमा थियो। आज